आज पिएमजिसीको दोस्रो दिन सुरु रोन्डो म्यापबाट भएको थियो। रोन्डो म्यापमा चाहिँ फाइनल सर्कलमा 6वटा टिम अटाएको थियो। एकपछि अर्को टिम आउट हुँदा डिजेभियर यो टप 2मा एकदमै कम एलिमिनेसनको साथमा फाइनल सर्कलमा पुगेको थियो। अघिल्लो दिन एकदमै धेरै प्लेसमेन्ट पोइन्ट पाएको यो टिमले फाइनल सर्कलमा पुग्यो र दोस्रो हुन पुग्यो भने युएलएफको टिमले चिकन डिनर लग्न पुग्यो। 7 किलको साथमा 17 पोइन्ट गेम खेल्यो। एमबीपी बन्न पुगे भिएलएफका स्कारफेस, जसले 727 ड्यामेजको साथमा 4 एलिमिनेसन निकाले। र पहिलो म्याप रोन्डो म्यापमा युएलएफले 17 पोइन्टर चिकन डिनर हान्न पुग्यो। दोस्रो दिनको म्याच नम्बर 2 इरेङ्गल सुटिङ रेन्जको माथिबाट सुरु भएको प्लेन पाथ नोभोसम्म पुगेको थियो। फाइनल सर्कलमा गोट युएलएफ र अल्टर इगो र A7 पुगेको थियो भने निकै राम्रो खेलेको A7ले अल्टर इगोको टिमलाई निकै प्रेसर दिएर 9 किलका साथमा चिकन लग्न पुग्यो। A7को टिम जसले 19 पोइन्टर गेम पनि निकाल्यो र #1 पोजिसन पनि लिन पुग्यो। फाइनली जोन ह्याक गरे जसरी अघिल्लो दिन खेलेको DXको टिम #1 पोजिसनबाट तल झर्न पुग्यो। एमबीपी A7 टिमबाट बन्न पुगे, जसले 438 ड्यामेजका साथ 4 किल हान्न भ्याए। यो गेमको समाप्तिसँगै A7ले 6 पोइन्टको लिड पनि लिन पुग्यो। म्याच नम्बर 9 इरेङ्गलको म्यापसँगै सुरु भयो। प्रोमिस्कबाट सुरु भएको प्लेन पाथ खामेस्कीसम्म पुगेको थियो भने निकै नै राम्रो गेम प्लेका साथ A7 टिमले आफ्नो लिड कायम गर्दै उत्कृष्ट प्रदर्शन गर्यो। DRXसँगको फाइट जिते टप 3मा पुग्यो। रेग्नम कार्याले पनि ह्युज एलिमिनेसनको साथमा टप 2मा स्थान पुर्यायो। इन्टेन्स म्याचमा A7ले ब्याक टु ब्याक सेकेन्ड इरेङ्गलमा पनि आफ्नो चिकन डिनर सुरक्षित पार्यो। ब्याक टु ब्याक दुईटा चिकन डिनर आएसँगै #1 को पोजिसनमा निकै राम्रो लिडका साथ टिकिरहन सक्यो। एमबीपी बन्न पुगे 358 ड्यामेजका साथ 3 किल निकालेका A7 का प्लेयर। म्याच नम्बर 10 मा इरेङ्गलको कामेस्कीबाट मिलिट्री बेससम्म पुगेको प्लेन पाथ साथमा यास्ना सेन्ट्रिक सर्कल बनेको गेममा टिम गोट र टिम फ्ल्यासले हाई एलिमिनेसन गेम देखाएर हाम्रो गन पनि चल्छ है भन्ने मेसेज दिँदै गन गेम देखाए। टप 3मा A7, DRX र गोट पुग्यो, जसमध्ये DRXले #1 मा भएको A7लाई निकै नै धेरै प्रेसर दिएर चिकन डिनर गर्न सफल भयो। DRXले अन्तिम सर्कलमा ब्याक टु ब्याक टिमहरूलाई वाइप गर्दै 23 पोइन्टर चिकन लग्न सफल भयो। एमबीपी बनेका DRXका युनमिन, जसले 331 ड्यामेजका साथ 4 एलिमिनेसन पोइन्ट पनि आफ्नो टिमलाई दिलाए। यो म्याचबाट A7 100 पोइन्टको साथमा #1 र DRX 88 पोइन्टका साथमा #2 मा रहन पुग्यो। म्याच नम्बर 11 मिरामार ला कोब्रियाको पछाडिबाट सुरु भएको प्लेन पाथ इम्पालाको माथिल्लो भागसम्म पुगेर टुङ्गिएको थियो। म्याचको सुरुवातमा एपीजीको बिजोगले सबैको मुटुको ढुकढुकी बढायो। A7 जो #1 मा थियो उसले 0 पोइन्टर गेम खेल्यो। सुरुमा लक्कीली बाँचेको टिम एपीजीले 9 किलका साथमा केही पोइन्ट पनि साथ लिएर बाहिरियो। टप 3 टिम फाइनल सर्कलमा पुग्नेमा युएलएफ, फ्ल्यास र अरिना थियो भने युएलएफले 9 किल प्लस चिकन डिनर हान्दै 19 पोइन्टर गेम बनाउन सफल भयो। यो म्यापमा एमबीपी भने युएलएफका एरिन, जसले 872 को ड्यामेजका सँगै 4 एलिमिनेसन पनि निकाल्न सफल भए। म्याच नम्बर 12 तथा दोस्रो दिनको अन्तिम गेम मिरामारमा रह्यो, जुन एल्पोजोको लोअर पोर्सनबाट सुरु भएको थियो भने पुर्तो पारिसोको तलपट्टिसम्म गएको थियो। मोन्टेन्युरो एराउन्डको सर्कल बनेको म्याचमा सुरुवाती क्ल्यासहरू पनि देख्न पाइएन। अन्तिम गेममा डिप्लस कियाले यो लास्ट गेम त हाम्रै हो भन्ने किसिमले एकदमै ह्युज एलिमिनेसनको साथमा अन्तिम म्याच आफ्नो नाममा लग्नलाई सफल भयो। 18 किलको साथमा 28 पोइन्टर गेम डिप्लस कियाले निकाल्यो। यो म्यापमा डिप्लस कियाका ओसलले 879 ड्यामेजका साथमा 8 किल हान्न भ्याए। दोस्रो दिनको अन्त्यसम्मै टिम A7 115 पोइन्टका साथमा #1 मा रह्यो भने टिम DRX 97 पोइन्टका साथ #2 मा रह्यो। टिम एपीजी 89 पोइन्टका साथ #3 मा रह्यो भने रेग्नम कार्या 84 पोइन्टका साथ #4 मा रह्यो। युएलएफ टिम #5 मा 82 पोइन्टका साथ रह्यो भने अल्टर इगो 77 पोइन्टका साथ #6 मा रह्यो। DX जो हिजोको टेबल टप पोजिसनमा थियो त्यसले 74 पोइन्टका साथमा #7 रह्यो भने R8 72 पोइन्टका साथ #8 मा रह्यो। गोटको टिम 68 पोइन्टका साथ #9 मा रह्यो भने डी प्लस किया 62 पोइन्टका साथ #10 मा रह्यो भने म्याटको टिम 62 पोइन्टका साथ 11औं नम्बरमा रह्यो भने टिटीको टिम 62 पोइन्टका साथ 12औं नम्बरमा रह्यो। 61 पोइन्टका साथ फ्ल्यासको टिम #13 मा रह्यो भने अरिना 55 पोइन्टका साथ #14 मा रह्यो। भ्याम्पायर स्पोर्ट 33 पोइन्टका साथ #15 मा रह्यो भने कारा 37 पोइन्टका साथ #16 मा रह्यो। यो सँगसँगै दोस्रो दिनको म्याच अन्त्य भयो। दोस्रो दिनको डेली एमबीपी एईको रोजमेरी रहे। अब भोलिपल्ट हुने अन्तिम दिनमा स्म्यास रुल लागू हुनेछ र स्म्यास रुलको अनुसार स्म्यास पोइन्ट 125 हुनेछ भने A7ले अलमोस्ट टुर्नामेन्ट जित्ने स्थितिमा छ भने त्यस मुनिकालाई धेरै गाह्रो हुने देखिन पुग्यो। DRXले कता कता A7लाई च्यालेन्ज गर्न सक्छ भन्ने पोइन्ट लिएर सेकेन्ड स्पोर्टमा रहेको छ भने #3 देखि मुनिकालाई धेरै नै मेहनत गर्नुपर्ने देखिएको छ।